सिस्टम डिजाइनमा अर्को महत्त्वपूर्ण कन्सेप्ट छ एपीआई। एपीआईको पूरा नाम एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस हो। एपीआई भनेको दुईवटा सफ्टवेयर बीच कम्युनिकेसन गराउने नियमहरू हो। सरल भाषामा भन्नुपर्दा एपीआईलाई दुईवटा सफ्टवेयर बीचको कमन ल्याङ्ग्वेज भनेर बुझ्न सकिन्छ। उदाहरणबाट बुझौँ है त। तपाईले वेटरलाई मोमो अर्डर गर्नुहुन्छ अनि वेटरले तपाईको अर्डर किचनमा पुर्याउँछ। मोमो तयार भएपछि किचनबाट वेटर हुँदै तपाईसम्म मोमो आइपुग्छ। यस उदाहरणमा तपाई ग्राहक हुनुहुन्छ अथवा क्लाइन्ट, वेटर भनेको एपीआई हो र किचन भनेको सर्भर। अनि तपाईले किचनभित्र के भइरहेको छ भन्ने कुरा खासै जान्न आवश्यक पर्दैन। तपाईले वेटरलाई रिक्वेस्ट पठाउनुहुन्छ र अनि किचनबाट रेस्पोन्स प्राप्त गर्नुहुन्छ। हो, एपीआई पनि रिक्वेस्ट र रेस्पोन्सको आधारमा काम गर्दछ। रिक्वेस्ट पठाउने एप्लिकेसनलाई क्लाइन्ट भनिन्छ र त्यस रिक्वेस्टको रेस्पोन्स फर्काउने एप्लिकेसनलाई सर्भर भनिन्छ। जस्तै मोबाइल ब्याङ्किङ एप एउटा क्लाइन्ट हो। तपाईले ब्यालेन्स चेकमा क्लिक गर्नु रिक्वेस्ट हो। त्यो रिक्वेस्ट ब्याङ्कको सर्भरमा पुग्छ। ब्याङ्कको सर्भरले तपाईको ब्यालेन्स खोजेर रेस्पोन्सको रूपमा मोबाइल एपमा पठाउँछ र अन्तिममा तपाईको स्क्रिनमा एकाउन्ट ब्यालेन्स देखिन्छ। एपीआईका मुख्य फाइदाहरू यस प्रकार छन्। डिजिटल ट्रान्सफर्मेसनलाई सहज बनाउँछ। एपीआईले पुराना लेगेसी सिस्टमहरूलाई नयाँ क्लाउड सर्भिससँग जोड्न मद्दत गर्दछ। इनोभेसनलाई छिटो बनाउँछ। एपीआईको प्रयोग गरेर डेभलपरले पहिले नै बनेका सर्भिसहरूको प्रयोग गर्न सक्छन्। विभिन्न प्लेटफर्महरूले एकअर्कासँग सहकार्य गर्न सक्छन्। जस्तै ई-कमर्स कम्पनीले पेमेन्ट सर्भिस प्रोभाइडरसँग एपीआई मार्फत जोडिएर अनलाइन पेमेन्ट स्वीकार गर्न सक्दछ। एपीआई आर्किटेक्चरलाई मुख्य रूपमा 4 प्रकारमा विभाजन गर्न सकिन्छ। नम्बर 1 रेस्ट, नम्बर 2 सोप, नम्बर 3 ग्राफक्यूएल र नम्बर 4 जीआरपीसी। यी चारै प्रकारका एपीआईले सफ्टवेयरहरूलाई एकअर्कासँग कम्युनिकेसन गर्न मद्दत गर्दछ, तर तिनको काम गर्ने तरिका भने फरक हुन सक्दछ। यस्तै सिस्टम डिजाइन भिडियोज बुझ्नको लागि सब्स्क्राइब गर्नुहोस्।